अरे है ल है पर्यो भाग्य यहाँनिर चाहिँ वाइल्ड बिजी छ है कोस्कोमा अलिकति सस्तो भएपछि सबैजना आउँछन् नि त तेल हाल्न पुरै यत्रो लाइन बस्नु भन्छ यति रहेछ हैन प्राइस चाहिँ अहिले पेट्रोल मैले हालेको अनि यो चाहिँ टोटल मैले $60 मात्रै हालेको त्यसपछि अनि अरु प्राइस चाहिँ यहाँ पनि दिएको हुन्छ हैन जस्तै डिजलको 194.7 छ 91 को 188.7 छ है यो चाहिँ कस्तो हुन्छ भने अब हामी कोस्कोमा भएर चाहिँ हामीले सुरुमै कार्ड स्क्यान गरेर पे गरेर त्यसपछि बल्ल तेल हाल्नु पर्छ हैन नत्र अरुमा चाहिँ यस्तै त्यो हुन्छ नि जस्तै 91 95 98 हुन्छ अनि आफूले एउटा नजल उठाएर चुज गर्यो तेल हाल्यो तेल हालिसकेपछि अनि त्यसपछि काउन्टरमा गएर माथि नम्बर हुन्छ यति नम्बर मेरो भनेर अनि गर्नुपर्छ पे चाहिँ तर यहाँनिर फेरि नेपालको जस्तो अब हुन्छ नि त यतिकै भाग्न मिल्दैन हैन कहिलेकाहीँ नेपालमा भागिन्छ पनि मान्छे हुँदा त यहाँ चाहिँ मान्छे हुँदैन भाग्न चाहिँ पाइँदैन आफैले सकिने क्यामेरा हुन्छ सबैतिर
अनि मान्छेहरू धेरै हुन्छ नि त, अब क्याम्पिङहरू जाने हुन्छ, ग्यासहरू राखिदिएको हुन्छ, सानो हुन्छ नि पोर्टेबल ग्यासहरू राखिदिएको हुन्छ पेट्रोल स्टेसनमा। त्यसपछि उडहरू पनि राखिदिएको हुन्छ, आइसहरू राखिदिएको हुन्छ, काइन्ड अफ हुन्छ नि डिपार्टमेन्ट स्टोर जस्तो बनाएको हुन्छ होइन। अब यो कोस्कोमा चाहिँ मात्र तेल छ, यसको भित्र चाहिँ अर्को होलसेल छ होइन भने चाहिँ, नत्र अरू पेट्रोल स्टेसन चाहिँ एउटा डिपार्टमेन्ट स्टोर जस्तो हुन्छ भित्र, अनि बाहिरपट्टि चाहिँ तेल हाल्ने हुन्छ, तेल हाल्यो भित्र गएर यति भयो भने पे गर्यो हिँड्यो है त। म चाहिँ भर्खरै केमाट आइपुगेँ अब है। केमाटमा जाडो महिनाको अलिअलि कपडाहरू उठाउनु पऱ्यो। सबभन्दा सस्तो पाउने नै फेरि केमाटमै हो अस्ट्रेलियामा है। यो चाहिँ अस्ट्रेलियन ब्रान्डै हो जस्तो लाग्छ, आइरहनु है, एन्कोको हुन्छ हुन चाहिँ। अनि यसो जाउँ हेरौँ के आएछ जाडोको। जाडो महिना लागेर होला हिटरहरू यताउता सेलमा रहेछ है, स्वेटरहरू यताउता। यहाँ चाहिँ सेक्सन वाइजमा राखिदिएको हुन्छ कपडा होइन, कुनैमा हुन्छ नि त बच्चाहरूको कपडा कता, त्यसपछि केटीहरूको कता, केटाहरूको कता। हुन चाहिँ अब त्यस्तो दामी चाहिँ हुँदैन होइन, किनकि सस्तो पनि त हुन्छ नि त। अब यो $20-25 हुने सामानहरू होइन, त्यो भएर अलिकति सस्तो हुन्छ हुन चाहिँ, अनि सबै हुन्छ। तर सेक्सन छ अब घरलाई चाहिने सामानहरू हुन्छ नि, तिनीहरू छैनहरू चाहिँ। पेन्टिङहरू यताउताहरू छ है। पेन्टिङ चाहिँ अब जहाँ पनि अलिकति महँगै हुन्छ, नत्र चाहिँ अरू सामानहरू चाहिँ अलिक सस्तै छ। जोस् हुन्छ नि हजुरहरूलाई अब के अरे घरको सामान चाहिए पनि होइन, त्यसपछि भाँडाकुँडाहरू चाहिए पनि, भर्खरै अस्ट्रेलिया आउँदा राइस कुकरहरू हरेक कुराहरू हुन्छ नि त, जे पनि सस्तो हुन्छ कि यहाँ केमाटमा। राइस कुकर जम्मा $15 कि कति छ जस्तो लाग्छ मलाई। फोटो प्रिन्टहरू गर्नलाई हुन्छ नि, आफूले रेडी आफ्नो फोटोहरू धुलाउनु पऱ्यो, केही गर्नु पऱ्यो भने यसरी कम्प्युटर राखिदिएको हुन्छ है। आफैले फोटो धुलाएर अनि त्यहाँबाट त्यहाँ फ्रेमहरू हुन्छ, एल्बमहरू हुन्छ, त्यो आफैले बनाएर ल्याएर जान मिल्छ। हुन्छ नि त रिजनेबल प्राइसमा। राम्रो सामान चाहिन्छ भने मान्छेहरू केमाट आए हुन्छ है। मान्छेलाई लगाउनेदेखि खाने भन्नाले चक्लेट बाहेक खानालाई त अरू नपाइएला, कोकहरू पाइन्छ, चक्लेट पाइन्छ, नत्र चाहिँ हुन्छ नि त सुत्ने बेडहरूदेखि लिएर, सिरानीहरूदेखि लिएर, त्यसपछि भाँडाकुँडाहरूदेखि लिएर, घरमा सजाउने कुरोदेखि लिएर, चार्जरहरू, इलेक्ट्रोनिक्स, स्टेसनरी हरेक कुराहरू हुन्छ है। हजुरहरूले सामान उठाउनु भयो यहाँनिर पैसा कति भयो त्यसको भन्ने थाहा छैन हुन्छ, ठाउँ ठाउँमा यस्तो प्राइस चेकर हुन्छ। यहाँ ल्याएर यसलाई स्क्यान गरेपछि प्राइस थाहा हुन्छ है।
यहाँ चाहिँ साइकलहरू सेक्सन छ है। साइकलहरू खासै धेरै त रहेन छ, अलिअलि रहेछ। यति हो है, मेरो $35 आयो। खासै केही नि किनिनँ यहाँ मैले, अलि मन परे जस्तो भेटिनँ कि। पान खाना पऱ्यो है। पान खानालाई इन्डियन सपहरू पनि छ, त्यसपछि चाइनिजहरू पनि यति दामी दामी पसलहरू छ। मस्त नै एकचोटि आवेला पनि बनाएको थियो सायद होइन। अहिले चाहिँ बिहान बिहानै अब बिहान आइरहेछ। अस्ति नै बिहान बिहानै आएको थियो, अहिले पनि महिना बिहान बिहानै आइरहेको रहेछ। पान खाना पऱ्यो ट्याक्टर गएर चटकाज लेखेको फेरि पान पसलको नाम पनि है, इन्डियन रेस्टुरेन्ट हो टाइपको। यहाँ बेल बजाएँ है, मान्छे कोही नै हुनुहुन्न रहेछ। अब एकछिनमा आउने होला। बेल छ साइडमा, बेल बजाएँ। त्यसपछि यहाँनिर चाहिँ पानहरूको लागि सामानहरू यताउता रेडी छ है। यो चाहिँ लाइट टल्किन चाहिँ यो चाहिँ मेनु यहाँ बाहिरको है। फेरि यो चाहिँ भित्रको रेस्टुरेन्ट। अघि जिसकको माथि होइन, केमार्टमा चाहिँ $15-20 थियो। यहाँनिर चाहिँ $209-$200 छ जिसकको पनि। यो चाहिँ मोमोसँग खानु पऱ्यो नि होइन, मस्त चिसो बनाएर। तर जाडो सुरु भइसक्यो।
इस्कुसहरू अलिक मजा आउँदैन कि के मैले एउटा सर्ट बनाएर हालको ट्यापमा मोमो गऱ्यो भने सर्टमा नै आउँछ भिडियो एक भ्युज त्यहाँदेखि बनाउँछ अहिले रिसाउँदै हात छोडी नजाऊ मायालु गजलु लु भन्दा आँखैमा हौ मलाई चाहिने तिमी हौ मलाई चाहिने मलाई चाहिने तिमी हौ मलाई चाहिने यस्तो यस्तो कसरी भयो अनि यस्तो एउटालाई यस्तो चुम्रो पार्ने अर्कोलाई फेरि यस्तै गरी तान्ने चुम्रो पार्ने चप्प चुप्प खाएको जस्तो मायाले है ट्याक्क अनि फेरि यसलाई पनि ल्याएर ठ्याप्प यहाँ जोडिदिने है एउटालाई मात्रै चलाउने है फेरि अरू चलाउने होइन यो 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 इ ल हेर्नु कस्तो दामी बनाएँ मैले ओ यस्तो भयो भने त मायाको छ पसलबाट निकालिदिन्छ न ल यो पनि त्यो मिठोमा अहिले खाएन तपाईँले बनाएको नमिठो के छ भन्नु आकाशमा उड्दैछु म बादलमा उड्दैछु म आकाशमा उड्दैछु म बादलमा उड्दैछु म आकाशमा उड्दैछु म बादलमा उड्दैछु म आन्यो आन्यो मलाई बस्न आन्यो 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 मलाई बस्न आन्यो 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 मलाई बस्न ल दिदीको यादमा सबभन्दा पहिला कुन गीत आउँछ एउटै घटना ल त्यही गाउन नि त कतै स्वाभिमानी मायाले मलाई पिर दियो तिम्रो मायाले मलाई हेर न सहारा तिम्रै मायाको
and share our video है So yeah. share our video Thank you so much guys. यहाँसम्म हेरिदिनु भयो. I will see you guys in next video.